हेलो नमस्ते तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज फेरि हामी तपाईहरुलाई देखाउन गइरहेको छु हैन। हामी फेरि आज न्यू इयर मनाउनको लागि सौरा जान लागेको अनि सौरा जान लागेको अनि ड्राई पिकनिक दिदी बहिनी सबैजना अनि मेरो दिदीहरु चाहिँ उता बेनीघाटबाट आउनु भएको छ। मेरो दिदीहरु मामाको छोरी हो अनि यता हुनुहुन्छ मेरो कान्छी दिदी अनि यता हुनुहुन्छ अर्को दिदी सरी है अनि यता मेरो बहिनी सुन्दैन त अनि मेरो बुहारी हेलो गर्दै छोरी अनि यता छ मेरो आउटफिट अनि अब चाहिँ हामी जान लाग्छौँ अनि बुढाहरू सबैजना छ है हेर्नु न फेरि मेरो बुढाको पारा सिराकोटेर सुतेछ फेरि तपाईँहरूलाई हामी देखाउँछौँ होइन। आज फेरि हामी त्यसरी नै ड्राई पिकनिक होइन त्यसरी नै जान लाग्छौँ कि अब जान रमाइलो गरेर अन्त जाऊँ न त अब दिदी बहिनी भेट भएको बेलामा भनेर होइन सबैजना त्यसरी जान लागेको। अब फेरि हजुरहरूलाई हामी देखाउँछौँ। हस् धन्यवाद गाइज हामी चाहिँ निस्केर अनि हामी चाहिँ बाटोमा बसिरहेको छौँ। अब अरू पनि आउन बाँकी छ कि अरू पनि आउँछन् अनि चाहिँ हामी निस्क्यो। अब चाहिँ निस्केर अनि जान लाग्नु हामी चाहिँ है दिदी अघि दिदी ए दिदी जान्छ त ल हामी चाहिँ जान लाग्यो। अब हामी ह्याप्पी न्यू इयर मनाउन गइरहेको छौँ। ल ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर भन्नु त नि कस्तो हो र कहिले भनिस् ल। अब हामी चाहिँ जाँदैछौँ एकचोटि म मेरो माइत लगेर देखाउँछु है त। मेरो माइत पनि माइतमा जानु लाग्छौँ कि खै बाबु खानु चाहिँ यहाँ मैले छैन चाहिँ ल अब चाहिँ अहिले हामी चाहिँ हिँड्यो अहिले चाहिँ हामी हिँड्यो है अहिले चाहिँ अब हामी हिँड्यो है। अरू नाटकै भयो कि नाटकै भयो। अब अहिले चाहिँ हामी यतिजना जान लाग्छौँ। अब अहिले चाहिँ हामी जान लाग्छौँ भने तपाईँहरूलाई म उता गएर देखाउँछु। हेलो गाइज अहिले चाहिँ हामी सौरा जग्गा आइपुग्यो। अहिले फेरि हामी मान्छे चेन्ज भइसक्यो। यता जानु भयो यता आउनुभयो यता हामी जानुभयो मेरो छोरा फेरि यहाँ छ है। अनि आज फेरि हामी यता जाँदैछौँ। आज चाहिँ हामी सौरा जाँदैछौँ सौराको बाटो अनि तपाईँहरूलाई हामी वहाँ गएर देखाउँछौँ। हेलो हेर्नुहोस् आज नै फेरि अब हाम्रो यहाँ चाहिँ आज जोन चाम्लिङ आउँदैछ आजको कन्सर्ट सौरामा सारीमा। हेलो गाइज अनि अब चाहिँ हामी आइपुग्यो सौरा छोड्न पर्ने यो के ल किन छन् त खानेकुराले हामी चाहिँ सौरा आइपुग्यो अनि अब सौरा आएर अनि अरू फेरि अरू कुरोहरू आउँदैछ नि कुरेर बसिरहेको यही हो कि कुरेर बसिरहेको हामी सबैजनालाई कुरेर बसिरहेको छौँ हामी। अनि तपाईँहरूलाई म देखाउँछु त हामी चाहिँ यहाँनिर छौँ। हामी चाहिँ यहाँ हेर्न आएको कि
साथीहरूलाई टोल्दैछौँ हामीले चाहिँ अब साथीहरू कोही आउँदैछन् कता छन् यस्तो हात्ती छन् सफारी जाने हो मान्छेहरू आउँदैछन् कि ल साथीहरू आइपुग्नु भयो हाम्रो साथीहरू आयो होइन साथीलाई हामी त मान गर्ने हो नि त नि आइपुग्नु भयो कस्तो भयो त नि आउनु भयो है ल है बहिनी होइन आउनु भइसक्यो कि ओ हेर्दा कान्छ त्यहाँ मयङ्कहरू त्यहाँ कहाँ चढेको मयङ्क कहाँ चढेको आइसक्यो हामी चाहिँ अहिले आइपुग्यो यता यिनीहरू फेरि कहिले यस्तो पिङमा नखेल्न पाए जस्तो कहिले पिङमा खेल्न नपाए जस्तो यिनीहरू चाहिँ यसरी खेलिरहेछ उता धुरा हामी चाहिँ यता छौँ अब हामी जिप सफारी गर्न जानु लाग्यो हामी त्यही भएर हामी चाहिँ अहिले चाहिँ यता छौँ अब तपाईँहरूलाई देखाउँछौँ हामी है ल अब हामीले चाहिँ जानु लाग्छौँ अब बाबुरामा चाहिँ हाम्रो टुमी सबैजना जान लाग्यो कुन हो बुवा आउँदैछ क्या अगाडि बस्दा राम्रो हुन्छ पछाडि राम्रो हुन्छ नि हो बाबु यता आऊ हजुर पानी हाम्रो केटीहरू चाहिँ यता छ आयो गर मल्ल सवारी गयौँ है जिप सवारी ल हामी चाहिँ यता ल ओइ हेलो गरिदेऊ दिदी सानो भएन हेलो हामी घर जान्ला दादा बाटो कम्पिटिसन यता पटी जानु दा मैले त्यसलाई कन्नु गर्नु ल हेर्नुहोस् गाइस पुरी सरपुले बेटाएर त घुमाले हेर्दा चुप लाग्न इसका पॉइंट आते हैं तो
समात्यो भालेलाई समात्यो भालेलाई खाना त के देख्यो ऊ सिङ कुखुरा के कुखुरा भन्ने जङ्गल कुखुरा त्यहीँ बस्ने हो नि आज त हेलो सानो त्यो अघिको त्यो त यस्तो होइन त्यो त सामाजिक जस्तो लाग्यो त्यो त ल है गाइज अब अहिले चाहिँ हामी फर्केको फर्केको ल यो चौरमा बस्न खोजेको यस्तो गोबार छ यहाँ अनि अब हामी चाहिँ यहाँ बस्न खोजेको धेरै मान्छेहरू छ सबैजना उनीहरू पनि सबैजना बसेर खाइरहेछ अब हामी चाहिँ हामी त बस्ने हो धन्यवाद ल हामी चाहिँ खोलाको छेउमा बसेर खाने भनेको अनि खोलाको छेउमा कहाँबाट आउने त्यहाँ हेर्नुहोस् सानो पहिला हामी है नुहाउन आउँथ्यो त हामी हामी गरिरहेको छु त हामी चाहिँ नुहाउन आमा पहिला लास्टै भुवा चाहिँ खाम भाइ उहाँ कहाँ किन्दैन कहाँ वहीँ गएर किन्यो भने तिमीहरू अनि यता बस्ने भन्यो किनेकै छैन तिम्रो यादले नि आनन्द घर मेरो रोडमै मन पर्यो घर मेरो रोडमै
ल गाइज अब हामी चाहिँ अब जान लाग्यो रात पनि पर्यो अनि अब होइन बस्छ भाइ खान्छ अब हामी चाहिँ घर जान लाग्यो होइन 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 अब घर जाने हो कि कहाँ अनि अब यो दिदीले चाहिँ आफ्नो घर जाम भनेर चाहिँ हामीलाई अब हामी जहाँ लाने हो यो दिदी घर सौरा हो कि हाम्रो दिदी घर सौरै हो मेरो दिदी घर चाहिँ अब हामी चाहिँ अब जान्छौँ ओ यो चाहिँ कहाँ लाने हो त भनेको हुन्न भाइ हुन्न मात्र यहाँ ल ऊ त्यो आइरहेछ मोबाइल अब हामी जानु लाग्यो कि ओ यो चाहिँ फाल्नु खान्छ के लग्यो ल अब चाहिँ हामी जानु लाग्छौँ है जाने हो अब चाहिँ हामी जाने हो अब चाहिँ हामी जानु लाग्यो मान्छेहरू त कति धेरै छ कि हाम्रो यहाँ त रमाइलो बेसरी रमाइलो मेरोबाट हात्ती आउँछ अब ओए अब त हात्ती आउँछ नि भाइ यही बारे भन्नु ल अब चाहिँ हामी जानु लाग्यो यति धेरै मान्छे छ कि होइन यो सौरामा यति रमाइलो भयो कि आज है अब रात पनि पर्छ कि अनि हामीले बच्चाले राख्यो नि त अनि अब चाहिँ हामी घर जानु लाग्यो होइन मयूरहरू छ कि मेरो भाइ पनि छ अनि भाइलाई बोलाउने हो अनि भाइसँग जाने हो हामी अनि हामी चाहिँ दिदी बहिनी सबै रमाइलो गर्न आएको थियौँ कि आज अनि हामी चाहिँ यता अनि घरमै बनाएर यताउति गरेर अनि घरमै बनाएर ल्याएको अहिले मैले तपाईँलाई नाची देखाउन सक्दिनँ है हामी यति रमाइलो गरेको थियौँ अनि यति रमाइलो भयो कि आज यति रमाइलो भयो है अनि त्यही भएर कि हस् अहिले तपाईँलाई देखाउँछु म यति आएको कि मान्छे होइन यति रमाइलो निगर मनाउनुलाई है सबैजना अब यस्तो त हो नि आउँदैन मायाको जाल बुन्न ल भन न अनि त्योबाट त आउँदैन दिदी बहिनी भेट भएको दिन साङ्लो पानी सैला धमिलो मन किन मायालु चाल बुन्न सुरा गरे सैली आउँछ कि आउँदैन मायाको जाल बुन्न ह्याप्पी न्यू अनि के हो मादलु ताल सुन्दै जरा गरे साइला आउँछ कि आउँदैन मायाको जाल न अब हामी चाहिँ घर जान लाग्छौँ यहाँ जाम रहेछ बाटो आज फेरि कसरी छ नि त त्यो जाम रहेछ अनि त्यही भएर फर्केर अब यताबाट जानु लाग्यो ल गाउने एउटा कुरो एकनाले बन्दुक डोइनाले
बन्दुक मृगलाई ताकेको मृगले ओइलो ताकेको होइन मायालाई ताकेको रेशम फिरी उडेर गाउँकी नौलामा भन्छन् रेशम फिरी दिदीहरू चाहिँ जानुभयो हिजोको कन्टिन्यू गर्नु पऱ्यो र दिदीहरू जानुभयो हामी चाहिँ सुतेर नि उठिसक्यौँ मैले हिजोको भ्लग उठि गर्न पाएको थिइनँ कि एडिट गर्दाखेरि इन गर्न पाएको थिइनँ हामी चाहिँ अब अहिले उठिसक्यौँ अहिले 9 बजी पुग्छ हो नि हाम्रो दिदीहरू चाहिँ जानु भइसक्यो हाम्रो फुपू चाहिँ बिहान बिहान उठेर मर्निङ वाक गरेर आउनु भइसक्यो अनि हामी चाहिँ म तपाईँलाई फेरि आजको पनि कन्टिन्यू नै गर्छु